लामिछाने सुप्रिम सहकारीबाट निर्दोष साबित भएका छन् र अरू जति पनि सहकारीको उनलाई आरोप लागेको छ तिनी सबै सहकारीबाट उनी निर्दोष नै साबित हुनेछन्। यो मैले डे 1 बाट भनिराखेको थिएँ र त्यसमा बचतकर्ताहरूको आवाज सुनियो, त्यसका सञ्चालकहरूको आवाज सुनियो, केही व्यक्तिका आवाजहरू सुनियो र त्यो उहाँहरूको आवाज सुन्दै लाग्थ्यो कि रवि निर्दोष नै छन्। यो खेल त्यहाँबाट सुरु भएको जब रवि लामिछाने सत्तामा थिए। माओवादी, रासपा र एमालेको गठबन्धन थियो र गठबन्धन हुँदा रवि लामिछाने गृह मन्त्रालयमा गृहमन्त्री थिए। गृहमन्त्री हुँदै गर्दा उनले आफ्नै सत्तापक्षका व्यक्तिहरूको पनि फाइल खोल्न थाले र विपक्षमा रहेको नेपाली काङ्ग्रेस, सबैभन्दा ठुलो दल नेपाली काङ्ग्रेसको पनि फाइल खोल्न थाल्यो भुटानी शरणार्थीको। र भुटानी शरणार्थीको फाइल खोलिसकेपछि बेचन झालाई पक्रिए। जब बेचन झालाई पक्रिए तब रातारात सरकार ढल्यो। सरकार ढलिसकेपछि एक त गगन थापाले पहिल्यैदेखि आरोप लगाइराखेका थिए रवि लामिछानेलाई, अनि पक्राउ पूर्जी जारी भएर उनलाई प्रत्येक सहकारीको केसमा छानबिन हुन सुरु गरिसक्यो र सांसदीय उच्च स्तरीय छानबिन पनि बन्यो। तर त्यहाँबाट प्रतिवेदनमा रवि लामिछानेले कुनै पनि सहकारीबाट ऋण लिएको नलिएको भन्ने कुरा बाहिर आयो। आइसकेपछि प्रत्येक सहकारीको छानबिन गर्दाखेरि पनि उनले त्यहाँबाट ऋण निकालेको भन्ने कुरा केही पनि र कतैबाट पनि नभेटिएपछि अब सरकारमा पहिला एमाले थियो, यो जेएनजी आन्दोलन हुँदा पश्चात अब उनलाई निर्दोष साबित गरेर बाहिर निकाल्नलाई यिनी दुईवटा दल नै दरापमा पर्ने अवस्था देखियो, किनकि जनताको नजरबाट अझ धेरै गिर्ने देखिसकेपछि न उनलाई दोषी करार गर्न सक्यो न उनलाई निर्दोष करार गर्न सक्यो। यस्तै दिन प्रतिदिन हुँदै गर्दा जब जेएनजी आन्दोलन भयो त्यसपछि यो अन्तरिम सरकार आयो। यो अन्तरिम सरकारले पनि त्यति गहिरिएर यो केसलाई ध्यान दिएको जस्तो देखिएको थिएन र छैन पनि अझै पनि। र यसै बिचमा सुप्रिम सहकारीको केसमा उनी निर्दोष भएको भन्ने कुरा बाहिर आएको छ। अब हेर्दै जानुहोस् प्रत्येक सहकारीको उनी निर्दोष साबित हुनेछन् र छिटै उनी रिहा हुनेछन्।